गाइस खै मलाई त भन्नु आएन यो चाहिँ सिसेमाको बाबाको बुङ्गुरहरू है अब कम्प्लिटली 3 महिना पुगिसकेको छ गाइस। अनि हाम्रो खोरको अवस्था चाहिँ यस्तो छ। अनि अब यहाँ एकछिन न, यहाँ चाहिँ मर्नु लागेको च्याङ्ग्राहरू छ, हेर्नु होला है। यिनीहरूको यहाँ 6वटामा एउटा मरिसकेर बाँकी 5वटा छन्। यस्तो छ है हालत चाहिँ। लु लु भन तिमीले के भन्नुपर्छ। हेलो गाइस, वेलकम टु माई ब्लग। सेसेमा र वेदना लिम्बू हो। उता हिँड्नु न छोरी लु। अब यो सेसेमाको बाबाले धेरै अगाडिदेखि हेर्ने भनिराख्नु भएको थियो र मैले चाहिँ भिडियो बनाइरहेको छु है। एकछिन न लु। सेसेमा भन। अलि माथि जानु न छोरी। अनि अब लु यो बिहा दाइले लाने बुङ्गुर हो है। अनि यो चाहिँ सुत्केरी हुनेवाला हाम्रो बुङ्गुर हो। यति नै हो। कता हो सस्ती हो ल। लु कोदो फुल्यो बारीमा, धानको बाला झुल्यो खेतैमा। आजको लागि पुग्यो। आऊ यहाँ तिमीले जिब्रो देखाऊ। ल लु सक्यो है गाइस।